भैँसी उड ल गयो हजुरआमा गयो। हेलो गाइज, वेलकम ब्याक टु अनदर ब्लग। सो आजको भिडियोमा धेरै केही न केही इन्ट्रेस्टिङ हुनेवाला छ। सो आज मसँग छ मेरो फुपू र हजुरआमा हुनुहुन्छ है। सो आजको ब्लगमा हामी खेल्नेछौँ गेम र गेमको प्राइज हुनेछ यो जसले जित्यो त्यसले एउटा खान्छ है, यो टेस्टीको बिस्कुट है त। सो बनिराख्नु होला र हेर्नु होला है। हस् त स्टार्ट गरौँ गेम है। ल दिदी हजुरआमा आर यु रेडी? रेडी हुनुहुन्छ नि है? ल ल पहिला त यसलाई ओपन गर्नु न, फोड्नु न है। यसलाई फोड्नु न, फोड्नु न यसलाई क्या। ल पुरै मजाले फोड्नु है। यहाँ राख्नु तपाईँ, यहाँ राख्नु त, यहाँ राख्नु। ल जसले जित्यो त्यो एउटा खान्छ है त। ल ल म भन्छु तपाईँहरू उडाउनु है त। ल चिडिया उड, मेना उड, भैँसी उड। ल भैँसीलाई किन उडाउनुहुन्छ हौ? म भन्छु तपाईँहरू नउडाउनु क्या। ल जे उड्छ त्यो मात्रै उडाउनु, नत्र अरू नउडाउनु है त हजुरआमा, हुन्छ? ल रेडी? ल तोता उड, उडाउनु न, हात उठाउनु न। तोता उड्दैन र सुगा उड्छ नि है। यसरी उडाउनु क्या। ल ल मैना उड, भैँसी उड। ल गयो हजुरआमा गयो, हार्नु। भैँसी उड्दैन किन उडाउनु भयो नि फेरि? अनि किन हात उठाउनु भएको? बाख्रै भागिरहेको थियो हजुरआमा, आज बाख्रा चलाउन आउनु भएको छ यहाँ बारी। ए बाख्रै भागिरहेको, ए बाख्राले पहिला उ गर्नु पर्यो है। म बाख्राले उसलाई उ गरेर आउँछु है त। ल गयो चढ्नुलाई हजुरआमा, अब आउँदैन त। ल दासो हजुरआमा त भैँसीलाई पनि उडाइदिइरहेछ हो त। कहाँ भैँसी कहाँबाट उठ्छ हौ हजुरआमा? अनि अनि ल यो राउन्ड दिदीले जित्नु भयो। सो एउटा बिस्कुट खानुहुन्छ है दिदी। तपाईँ एउटा खानु न, तपाईँ खानु न एउटा। ल दिदीले खानुहुन्न, मै खाइदिन्छु। दिदीको साटो मै खाइदिन्छु गाइस। हजुरआमा रेडी? म भन्छु है। ल मैना उड, पक्नु न, म भन्छु क्या। दिदी कति हतार गर्दा। ल मैना उड, सुगा उड, पक्नु न हौ। ल गाई उड, गाई उड्दैन त्यही भएर नउठाउने है। ल अब के भन्नु? बाख्रा उड, ल बाख्राले पनि उडाइदियो। उड्दैन भने किन हात उठाउनु भएको नि? ल फेरि दिदीले जित्नु भयो एउटा। खानुहुन्न तपाईँ? ल हजुरआमाले केही खुवाइदिनु। जाँदैन हौ, जाँदैन। यहीँ छ त, एउटा यहाँ छ, एउटा उता कलमा छ, पानी खाइरहेछ। ल ल फेरि अब है। र आमा तपाईँबाट हुँदैन अब है। म खेल्छु है दिदीसँग। ल ल आउनु आमा, तपाईँ यहाँ बस्नु त, यहाँ आउनु न, यहाँ आएर बस्नु तपाईँ होइन। तपाईँ भिडियो बनाइदिनु, अब म दिदी खेल्छु है त। ल ल यहाँ समात्नु, अझै पछाडि बस्नु, आउनु एकैछिन, यता यता पछाडि हौ। ल यहाँ बस्नु। ल यसरी समाति राख्नु है त। म र दिदी आउनु पर्यो यहाँ, फेरि हात हटाउनु। यहाँ हात हटाउनु। यहाँ मुख खोइ आइरहेछ हाम्रो, दिदीको मुख खोइ रहेछ। अब आयो होइन, यसरी समात्नु। ल फेरि मुख नकाटिदिनु होला है त आमा, हुन्छ? ल ल अहिले पक्नु। ल भन्नु। भन्नु न, अझै भन्नु न, अझै यता यता यतातिर हेरेर भन्नु न। अब मेरो पालो है। कौवा उड कि खोइ उडाउनु भयो त कौवा? दिदी कन्फ्युजमा भयो त गाइस, म जित्यो है। ल भयो, तपाईँ अलि औला हटाउनु त आमा, यता यताको।
देखिरहेको कहाँ देखियो अब देखियो भयो न लेके जित नाक बजाते नि त कौवा उर मेना उर सुगा उर परेवा उर तितरू तितिरू अब मेरो पालो कौवा उर खोइ खोइ हात किन उठाउनु भएन उड्छ भने उठाउनु क्या उडेन भने उठाउने उठाउ कौवा उर मेना उर गाई उर गयो गाई उडाइदियो गाईलाई पनि जो उड्दैन त्योमा न हात उठाउने क्या हात नउठाउनु भनेको त्यो गाई हजुरआमाको बाख्रा गइरहेछ उता कुना कुनातिर पसिरहेछ अब दिदीलाई त मजाले खेल्ने आएन सबै मै जितिरहेको छु अलिक कम्पिटिटिभ भयो भने राम्रो हुन्थ्यो भैँसी उर भन्छ त के भन अनि भैँसी उड्दैन भने हात किन उठाउनु भएको त्यही त जो उडिरहेछ पहिले भन्नु पर्दैन चरा उड्छ भने यसरी उठाउनु भैँसी उड्दैन भने नउठाउनु त्यही त हतार हतार सबै त उडिहाल्छ सो गाइस मान्छे पनि उडिहाल्छ दिदीले जित्नु भएन त्यही पनि एउटा दिदीलाई खुवाइदियो है गर्नु न गर्नु न त्यो साटो मेरो भदै खाओ 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 मेरो साटो थ्याङ्क यू गाइस हजुरआमालाई गेम खेल्न कस्तो लाग्यो म उहाँसँग दुई शब्द बुझ्न चाहन्छु है सो हजुरआमा तपाईलाई गेम खेल्न कस्तो लाग्यो भन्नुहोस् राम्रो लाग्यो अनि गाईलाई भैँसीलाई किन उडाउनु भयो उड्दैन उफ्रिन्छ नि अनि गाई भैँसीलाई तपाईँ माथि पुऱ्याइदिनु भयो त्यहाँबाट झऱ्यो भने मर्दैन गाई भैँसी मर्दैन उफ्रिन्छ मर्दैन रे किन मर्दैन अनि गाई भैँसीलाई पखेटा हुन्छ र मर्दैन ऊ पखेटा त हुँदैन उफ्रन्छ अनि तपाईँ आकाशमा गएर त उसलाई झार्दियो भने त्यहाँ त मर्छ आकाश पुग्दैन गाई भैँसीलाई नउडाउनु है त्यो पन्छीहरूलाई मात्रै उडाउनु है त ल पर्कीलाई कुखुरालाई मेनालाई त बुलबुललाई ल दुई शब्द भनिदिनु कस्तो यो गेम कस्तो भयो तपाईँको अनुभव के छ राम्रो भयो सो गाइस हजुरआमालाई गेम चाहिँ लास्टै मन पर्यो तर खेल्न चाहिँ आएन है रमाइलो चाहिँ भयो तर खेल्नै चाहिँ आएन अब दिदीको पालो दिदीलाई कस्तो लाग्यो गेम है उहाँको अनुभव पनि एकचोटि बुझौँ सो दिदी यहाँ चाहिँ हाम्रो खिर बनाइराख्नु भएको छ मम्मीको लागि है सो दिदी तपाईँ भन्नुहोस् त गेम कस्तो लाग्यो तपाईँले खेलेर कस्तो अनुभव भयो ल एकदम राम्रो लाग्यो एकदम अनि दिदी राम्रो त लाग्यो होइन तपाईँ अनि तपाईँलाई भैँसीलाई गाईलाई उडाउनु भयो त्यतिकै भने पनि यो कुरामा तपाईँ के भन्न चाहन्छु भन्नु त्यतिकै भने पनि के भन्नु त्यतिकै गाईलाई उडाइदिनु भयो पखेटा हुँदैन गाईलाई उडाइदिनु भयो त्यतिकै चर्नुलाई जान्छ नि हिँडेर जान्छ खुट्टाले ल त गाइस दिदीले गाई भैँसीलाई उडाइदियो है अब हामी योमा के भन्न सक्छौँ सो दिदीले उडाउनु भयो त अब दिदीले थाहा होला कसरी उड्छ भनेर सो दिदी के बनाउँदै हुनुहुन्छ अहिले तपाईँ खिर बनाउँदै उफ के भयो चिनी हालेर साबुदानाको खिर दुध हालेर बनाएको सो गाइस दिदी अहिले काममा व्यस्त हुनुहुन्छ सो काम गर्न दिनु है ल त गाइस सो आजको ब्लगमा यतिकै थियो सो गाइस फेरि पनि ब्लगमा हामी यस्तै नयाँ नयाँ गेमहरू केही इन्ट्रेस्टिङ फन कुराहरू ल्याउँदै बस्छौँ है सो गाइस रेगुलर हेरिदिनु होला डेली ब्लग सो लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला एन्ड किप सपोर्टिङ गाइस हस्त धन्यवाद।